सो हेलो गाइज, आज चाहिँ मैले यो भिडियो किन बनाएँ होला भनेर सोच्नु भएको होला हैन। आज चाहिँ मेरो आन्टीको दही चिउरा अर्थात् बेबी सावर थियो अनि म र मेरो बहिनीले बलुनहरू फुकेर पुरै हललाई डेकोरेट गरेर सजाउन लागेको थियौँ। बहिनीसँग बल्दा बल्दै धेरै बलुनहरू फुलायौँ हामीले। त्यसपछि हामीलाई एकदमै झ्याउ लाग्यो बलुन फुलाउँदा हैन। त्यसपछि हामीले गीत सुनेर नाचेर बसेर उफ्रेर फाइनली हैन हामीले चाहिँ 1 घण्टापछि बेलुन फुकेर सक्यौँ हैन। त्यसपछि हामीले सबै डेकोरेट गरौँ हैन मजाले। तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यसपछि अनि एकदमै राम्रो डेकोरेसन भएको थियो हैन। लाइक अब जस्तो भए पनि जस्तो आउँछ आफुलाई त्यस्तै क्रिएटिभिटी देखाइदिएको हामीले भित्तामा पनि हैन पर्दामा। त्यसपछि चाहिँ मैले चाहिँ त्यो माथि टाँस्न नसकेर मेरो अङ्कलले चाहिँ टाँस्नु भयो, किनकि मेरो अङ्कल अलिक अग्लो हुनुहुन्छ नि त। अनि सोफामा चढी मेरो अङ्कलले टाँसिदिनु भयो हैन। त्यसपछि म चाहिँ रेडी भएर आएँ। सो मैले चाहिँ व्हाइट कुर्ता लगाएको थिएँ। आज चाहिँ हाम्रो थिम नै व्हाइट थियो, त्यही भएर हामी सबैले व्हाइट लगाएको थियौँ। लाइक सबैले भन्दा पनि मैले, मेरो आन्टीले अनि मेरो अङ्कलले, अफकोर्स मेरो बहिनीले। सो अनि त्यसपछि यसरी दही चिउराको कार्यक्रम सुरु भयो अनि सबैजनाले मिलेर हामीले खानेकुरा मिठा खायौँ। एकदमै डिलिसियस थियो। कोहीले सेलरोटी ल्याउनु भएको थियो, कसैले मासु, कसैले जेरी, दही, एकदमै धेरै प्रकारका खानेकुराहरू थियो। एकदमै मिठो थियो। अनि यसलाई चाहिँ गोद भराई पनि भन्दा रहेछन् हैन। यसरी सपना आन्टीले चाहिँ मेरो आन्टीको गोद भराई गर्नुभयो, टिका लगाइदिनु भयो। अनि त्यसपछि हामीले सबैजनाले खाना खायौँ। यही सकियो। थ्याङ्क यू।